Hi guys, welcome to our channel. आज चाहिँ हामी बाहिर जाँदैछौँ सबजना फ्यामिली मिलेर. There is a cherry blossom. Oh my god, so beautiful. कति शान्त छ हेर्नुहोस् न. They are from Japan किनभने जापानमा धेरै छ cherry blossom. म हजुरहरुलाई चाहिँ आज यहाँ नजिक नजिक घुमाइदिन्छु हैन यसरी नै हेर्न सक्नुहुन्छ अमेरिका कस्तो रहेछ त ठाउँ ठाउँ अनुसार फरक हुन्छ अब सिटीजहरु त अलिकति क्राउडीहरु नै हुन्छ हैन अलिक नोइजी त थाहा छैन अहिले अलिक कमै के यहाँ त कमै हुन्छ यहाँ त अनि यतातिर चाहिँ यस्तो छ हामी चाहिँ अलि परै आएको छौं हैन यहाँ काम परेर त्यही भएर हेर्नु न घरहरु कस्तो छ हामी चाहिँ अब पुग्न आँटेको छौं हैन अनि त्यसपछि हाम्रो चाहिँ एउटा प्लान छ अर्को प्लान छ हजुरले त्यही भयो पछाडी भन्छु एकदम एक्साइटेड छु तर लास्टमा बन्द भयो भने चाहिँ कमेडी हुन्छ हेरौँ है त नेपालमा बसी अब अमेरिका घुम्न गाइस यसरी नै हैन म पनि पहिला त्यसै गर्थे मोबाइलमा हेर्थे मुभीहरु हेर्थे कस्तो राम्रो लाग्थ्यो यहाँको घरहरु हुन्छ नि तर यहाँ त अब छेउछेउमा कति धेरैहरु गर्छ के चाहिँ कमै हुन्छ यहाँको ट्राफिकहरु चाहिँ एकदमै राम्रो छ है ट्राफिक जाममा पर्यौं हामी पर्यौं तर एकछिनमा खुलिहाल्छ टाइमिङ हुन्छ यहाँको सही लाग्छ ओ गयो मलाई चाहिँ निस्किन अल्छी लाग्यो यस्तै हुन्छ क्या यहाँ त अब निस्केको गाइस हामी यहाँको गएको अब बाइ बाइ लेट्स गो आई वाज जस्ट फिल्मिङ गाइस हामी चाहिँ मम्मीलाई पुर्याउन आएको थियौं हैन अनि हामी चाहिँ जान लागेको यस्तो दामी छ यहाँनेरि आर्टवर्कहरु वाउ अब एकछिनमा आउँछु होला मेरो पनि कट गर्नको लागि थाहा छैन जेस प्लान चाहिँ गरिरहेको छु अब के हुन्छ आई डोन्ट नो गाइज हामी चाहिँ रोड क्रस गरेर हिँड्दै छौं हैन हामी नेपाल स्टोर जाँदै छौं गाइज मलाई चाहिँ आज हैन यहाँ के लागिरहेछ भने नि मलाई हिजोदेखि एकदमै एक्साइटेड थिए नि त अनि मलाई लागिरहेछ यहाँ बन्द हुन्छ क्या रेस्टुरेन्ट है सो फनी क्या त्यस्तो भयो भने त मरे म हामी डेस्टिनेसनमा आइपुग्न आँट्यौं हैन तर थाहा छैन यस्तो कमेडी फिल भइरहेछ है अब त्यहीको बिच थाहा हुन्छ खुल्ला छ कि छैन भनेर हैन नि हामी रेस्टुरेन्ट आइसकेको छौं हैन यो चाहिँ नेपाली रेस्टुरेन्ट हो अनि झन् ओपन रहेछ यहाँ चाहिँ हाम्रो ममा आइसकेछ टेन्टेन यस्तो पनि टेन्टेन यस्तो राम्रो छ यहाँको भ्यू अनि यो चाहिँ नेपाली रेस्टुरेन्ट म चाहिँ खाएको है हेर्नु है Not in my pants, it's in floor. म चाहिँ सक्यो हैन अब यो चाउमिनको पालो यहाँनिर पहिला नै आइसकेको थिएँ हैन अनि आज चाहिँ अब हुन्छ नि मम्मीलाई यही काम थियो अनि त्यही भएर हामी चाहिँ यही नजिकै थियो अनि आउन मन लाग्यो अनि खानालाई कति भएको थियो नखाएको अनि कस्तो फुड क्रेभिङ भइरहेको थियो त्यही भएर अनि एकदमै मजा आयो आजको त्यही जोस नेपाली खाना नेपाली फुडहरु खाएर बित्यो हैन अनि घुमेर कस खुसी मिल्छ क्या हुन्छ नि अब नेपालीहरु मान्छेलाई देखेर पनि अनि कति पछाडीमा मान्छेसँग बोले अनि यहाँ रेस्टुरेन्ट आउनु नै कस्तो रमाइलो क्या अर्कै छुट्टै किसिमको हुन्छ नि म नेपालमा छु जस्तै लाग्ने क्या यहाँनेरि त्यसले पनि ट्राई गर्यो उसको लागि पनि नौलो एक्सपिरियन्स भयो हैन ममा त पहिला पनि खाएको नेपालमा तर अब यहाँ चाहिँ यहाँ आएदेखि चाहिँ उसले खाएको छैन उसले युएसमा पनि उसले नेपाली रेस्टुरेन्टमा ट्राई गरेको छैन नि त त्यही भएर आज मैले लिएर आएँ उसलाई अनि जसलाई पनि घुमाउनु पर्छ नि त हैन नेपाल रेस्टुरेन्टतिर अनि उसको मम्मीलाई पनि हामीले अर्डर गर्दा छौं त्यो चाहिँ अब लगिदिन्छौँ हैन अनि उहाँले पनि कहिले ट्राई गर्नु भएको छैन ममा चाहिँ अनि हेरौँ अब कस्तो मिठो लाग्छ कि लाग्दैन हेरौँ गाइस हाम्रो चाउमिन आइसकेको छ अब चाहिँ हामी निस्किँदै छौं
बाई 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 Back on book two. अब चाहिँ हामी बाहिर निस्किन्छौँ सबै ठिक भइसकेछ मम्मीको त्यही भएर चाहिँ हामी आएको थियौँ यस्तो दामी दामी ठाउँमा होइन अब चाहिँ हामी निस्किँदैछौँ हामी चाहिँ अब घरतिर जाँदैछौँ होइन किनभने हामी रेस्टुरेन्ट पनि पुग्यौँ अनि मम्मीको कपाल पनि बनाएर आयौँ अनि उहाँलाई एकदम प्रिटी देखिरहेछ अनि त्यस पछाडि अब चाहिँ हामी सबै सकेर घरतिर फर्किँदैछौँ वेलकम ब्याक गाइज मैले चाहिँ यहाँनिर चाउमिन राखिरहेको छु होइन किनभने मैले चाहिँ त्यहाँबाट चाउमिन लिएर आएको थिएँ मैले हजुरलाई अघि नै भनिसकेँ अनि ट्राई गरौँ है त कस्तो रहेछ यहाँको चाउमिन नेपालको भन्दा कस्तो डिफ्रेन्ट छ तर यो जुन चाउमिन छ नि नुडल्स यो हेर्नु न यो अलिकति कस्तो अर्कै टाइपको रहेछ क्या त्यही भएर पनि होला नेपालको जस्तै टेस्ट आउँदैन अलिक डिफ्रेन्टै छ मैले चाहिँ चिकन चाउमिन अर्डर गरेको थिएँ त्यस्तो मिठो भन्दा पनि ठिकै छ नट ब्याड किनभने यतातिर प्राय कमै हुन्छन् क्या यस्तो खानेहरू त्यही भएर पनि होला यहाँकै तरिकाले बनाउनु भएको होला गाइज यो म पुरै चाहिँ खान सक्दिनँ आज होइन किनभने अघि नै मैले मोमो यति धेरै खाएको जस्ट मलाई टेस्ट गर्नु थियो कस्तो रहेछ भनेर सायद मोमो फुल भइसक्यो नि त अनि अलिक पछि खान्छु होला चाउमिन चाहिँ यस्तो छ हेर्दा चाहिँ दामी छ है खाँदा पनि टेस्टी नै छ हल्का तर त्यति धेरै होइन ठिकै भनौँ न हामी चाहिँ अघि भर्खरै बाहिरबाट आएको नि त अनि आउने बित्तिकै यहाँ मेरो सेफराको आइसकेको रहेछ किनभने मैले त्यहाँबाट चाहिँ केही सामानहरू मगाएको थिएँ होइन मेरो लिपस्टिक सेडहरू सकिरहेको थियो त्यही भएर मैले त्यहाँबाट मगाएको थिएँ अहिले चाहिँ एकदमै डिस्काउन्ट चलिरहेछ नि त अनि त्यही भएर अनि नेपालको भन्दा चाहिँ यहाँ धेरै कम सस्तो पर्छ क्या अनि प्रायले लिने भनेको सेफरा अनि अरूहरूबाट ब्रान्ड पनि पाउँछ होइन बाहिरतिर पनि पाउँछ ड्रग स्टोरहरूमा पनि पाउँछ तर यो चाहिँ हाई इन्डहरूमा पनि पाउँछ त्यही भएर चाहिँ राम्रो हुन्छ कसैलाई हाई इन्ड प्रोडक्टहरू युज गर्न मन लाग्छ त्यही भएर सेफरा युज गर्नुहुन्छ अनि बाहिरको अब हल्का कम ड्रग स्टोरहरूमा पाउन सक्नुहुन्छ होइन नेपालमा चाहिँ एकदमै महँगो पर्न जान्छ किनभने त्यहाँ चाहिँ अलिक हाई कस्ट भइहाल्यो होइन सिपिङहरूको कारणले गर्दाखेरि तर यहाँ युएस हुने मान्छेहरूलाई चाहिँ एकदमै सजिलो क्या नेपालमा हुँदाखेरि चाहिँ अलिकति महँगो नै तिर्नु पर्थ्यो होइन केही सामानको लागि जस्तो मेकअप प्रोडक्टको लागि अब प्राय लेडिजहरूलाई त चाहिहाल्यो होइन त्यही भएर अनि यहाँ आएदेखि चाहिँ एकदमै अलिकति एफोर्डेबल प्राइसमा नै पाइन्छ क्या अब जुन बाहिर लिनुहुन्छ नर्मल्ली ड्रग स्टोरहरूमा त्यस्तैमा पनि पाउनुहुन्छ सेफरामा किनभने त्यहाँनिर डिस्काउन्ट हुन्छ क्या प्राय कहिलेकाहीँ राखिरहेको हुन्छ अहिले पनि एकदमै सेल भइरहेछ त्यही भएर अनि त्यो चाहिँ आफूले हेर्नुपर्छ कति बेला के हुन्छ भनेर थाहा हुँदैन तर कहिलेकाहीँ चाहिँ म आफू महँगोमा नि किनिरहेको हुन्छु किनभने मलाई थाहा हुँदैन नि त म त भर्खर आएको त्यही भएर सेल लागेको थाहा नै पाउँदिनँ अनि म चाहिँ यो चाहिएको छ भने म किनिहाल्छु होइन अनि कहिलेकाहीँ चाहिँ त्यो घाटामा पुग्छु तर पनि अब बिस्तारै थाहा हुन्छ त्यस्तो कुराहरू चाहिँ होइन आफूलाई अब मन लागेको कुरा त लिँदा भइहाल्यो पैसा भए पनि केही छैन मैले चाहिँ यो दुईवटा सेड लिएको यो एउटा चाहिँ पिङ्क पाउडर भन्ने होइन सेफोराबाट यो पनि सेफोराको 23 अब्सेस्ड एकदमै राम्रो छ यो चाहिँ यो कलर भइहाल्यो अनि यो चाहिँ अलिकति प्लम टाइपको छ यो चाहिँ प्लम्प एकदमै दामी छ